बाफ रे बाफ साथीहरू, आज झापाको दमकमा हर्का साम्पाङको क्रेज हेर्नु त साथीहरू। यो हो नि त असली क्रेज भनेको। यो कुनै विदेशी दलालीहरूले भाडामा लिएको यो भिड होइन साथीहरू, यो त खुद स्वतस्फूर्त यो माटो मेरो पनि हो भनेर अधिकार जमाउनेहरूको भिड हो साथीहरू। यदि माटो मेरो पनि हो, यो देश मेरो पनि हो भनेर तपाईँलाई लाग्छ भने अब यसरी नै जम्मा हुनुपर्छ, सबैजना एक हुनुपर्छ, एक कट्ठा हुनुपर्छ र आफ्नो मत अब माटोमै रोप्नुपर्छ साथीहरू। यसै माटोमा मिल्यो, उसै माटोमा मिल्यो। गएको वर्षहरूमा पनि माटोमै मिल्यो तर त्यसले फल दिएन। अब यसपालिको माटोमा मिल्ने मत चाहिँ फल दिने खाले हो साथीहरू, फल दिने खाले हो। कसम, माटोको कसम फल आएन छ भने नि ल मलाई पनि एउटालाई ठोके हुन्छ। कहाँ ठोक्नु पर्ने, यहाँ ठोक्ने कि यहाँ ठोक्ने कि कहाँ ठोक्ने हो। यसरी नै हाँसी हाँसी होइन थाप्न तयार छु। वाह क्या छ, झापा दमकवासी दाजुभाइ दिदीबहिनीहरू सबैलाई सल्युट छ, सल्युट छ अनि माया पनि छ। आई लभ यु छ हे झापावासी दाजुभाइ दिदीबहिनी सबैलाई यो परदेशी भाइको तर्फबाट सम्मान छ, माया छ। यसरी हाँस्नुपर्छ, अब यसरी नै हाँस्नुपर्छ। शत्रुहरूलाई हाँसोले पराजय गर्नुपर्छ साथीहरू। हाँसो एउटा ठुलो हतियार हो। Woo!